को हो वज्रयोगिनी? कसरी उत्पत्ति हुनुभयो वज्रयोगिनी? वज्रयोगिनीलाई बोधिसत्वको मन्दिर किन भनिन्छ? किन यो मन्दिर वास्तवमा सनातनी हिन्दू र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र भयो? कसले र किन वज्रयोगिनीको मन्दिर स्थापना गरे? किन तन्त्र विद्याको मुख्य स्थान बन्यो वज्रयोगिनी? नमस्कार, तपाईलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। भिडियो सुरु गर्नु अघि तपाईं यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी नजिकको बेल आइकनलाई पनि दबाइदिनु होला, किनकि हामीले यस्तै जानकारीमूलक भिडियो ल्याउन साथ पहिले तपाईकोमा नोटिफिकेसन आओस् र तपाईलाई हाम्रो भिडियो मन परेमा भिडियोलाई लाइक गरी हाम्रो हौसला बढाइदिनु होला। वज्रयोगिनी मन्दिरको पौराणिक कथा अनुसार धेरै पहिले पत्ता लागेको एउटा पवित्र ग्रन्थका अनुसार यस मन्दिरको स्थल कुनै समय काँटेदार ढुङ्गाको टुक्रा थियो, जुन बेला लगभग पुरै संसार नै हिउँले ढाकिएको थियो। कालान्तरमा त्यहाँ रहेको काठको कापबाट 5 रङको ज्वाला देखा परेको र त्यही 5 रङको ज्वाला नै ज्वालामुखी देवी बन्न पुग्यो। यसलाई बुद्धिस्टको मन्दिर पनि भनिन्छ। यहाँ बुद्ध शाक्यमुनि भन्दा पहिलेको हो भनी दाबी गरिएको सानो स्तूप छ, जो वज्रयोगिनी देवीको मन्दिरसँगै अर्को एक पेगोडा शैलीकै मन्दिरमा अवस्थित छ। यस मन्दिरको चर्चित लोकश्रुतिलाई मान्ने हो भने भगवान बुद्धको तपस्याबाट देवी पार्वती प्रसन्न हुनुभयो र ज्वालामुखी देवीको रूपमा प्रकट भई वज्रयोगिनी देवीको नामले प्रख्यात हुनुभयो। यहाँ 9वटा गुफा छन्, जुन गुफा परापूर्व कालमा पुजारी र देवीको दर्शन गर्न आउने भक्तजनहरूले बास बस्नको लागि प्रयोग गर्थे। यस मन्दिरमा सेवा गर्ने पहिलो पुजारीलाई उच्च ज्ञान दिएको थियो र वज्रयोगिनी देवी यो उपहार प्रदान गर्न सक्ने सबैभन्दा बुद्धिमान र बलियो देवी देवताहरूमध्ये एक मानिन्छन्। यस क्षेत्रमा भगवानका मूर्तिहरूले भरिएको सुन्दर ढुङ्गेधारा छ, जुन 4औं शताब्दीमा बनेको हो भन्ने मान्यता छ। यहाँको आकर्षण केवल मन्दिर मात्र होइन, यहाँ वरिपरि भएका धेरै अन्य रोचक मन्दिरहरू र गुफाहरू पनि हुन्, जसमध्ये केही त मन्दिरभन्दा पनि पुरानो भएको मानिन्छ। यस क्षेत्रका गुफाहरूमध्ये मार्पा लोत्सावाले प्रयोग गरेको झ्यालसहित कुदिएको 2 कोठा भएको गुफा पनि देख्न पाइन्छ। यसको नजिक एउटा सानो भिरमा बनेको सानो गुफा छ, जहाँ मिलारेपालाई एकान्त र आराम गर्नका लागि पर्खालले घेरिएको थियो। मणिशैला महावदनको किंवदन्ती अनुसार वज्रयोगिनीले आफ्नो घुमाउरो चक्कुले साँखु उपत्यकाबाट तालको पानी निकालेको भन्ने मान्यता छ। वज्रयोगिनी देवी मन्दिरका पुजारी जोगदेवको सामु देखा पर्नुभयो र राजा शङ्खदेवलाई शङ्खको आकारमा साँखु सर निर्माण गर्न निर्देशन दिनुभयो। साँखुमा रहेको सबैभन्दा पुरानो शिलालेख जुन 1538 इस्वीको हो, त्यसैले यसको प्रमाण दिन्छ। वज्रयोगिनी मन्दिर पहाडको टुप्पोमा अवस्थित भएको हुँदा त्यहाँसम्म पुग्नको लागि हातले कुदिएको ढुङ्गाको भर्याङ निर्माण गरिएको थियो, तर अहिले मन्दिरसम्म नै मोटर बाटो पुगिसकेको छ। यहाँ वास्तुकलाको कलाकृति देख्न पाइन्छ, जस्तै धातुमा कुदिएको वस्तुहरू, काठमा कुदिएका वस्तुहरू, जुन प्राचीन कलाकृतिहरूले भरिपूर्ण छ। वज्रयोगिनीको मुख्य मन्दिर 16औं शताब्दीमा राजा प्रताप मल्लले निर्माण गरेका थिए। वज्रयोगिनी एक बौद्ध तान्त्रिक देवी हुन्। उनी बौद्ध धर्मपाल एक जातिको एक रूप उग्रतारासँग पनि मिसिएकी छिन्। यद्यपि यो मन्दिर बौद्ध र हिन्दू दुवैका लागि पवित्र शक्तिपीठ हो। वज्रयोगिनी मन्दिर काठमाडौँबाट लगभग 20 किलोमिटर उत्तर पूर्वमा अवस्थित छ। यो क्षेत्रलाई नेवारीमा गुडबाहा भनिन्छ, जसको मतलब मनोरञ्जनात्मक वनस्थल हो। काठमाडौँको उत्तरी भेगको मणिच्युत पर्वतको 2 पहाडको बीच तिब्बत जाने प्राचीन व्यापारिक मार्गमा अवस्थित वज्रयोगिनीको मुख्य मन्दिर 3 तले प्यागोडा शैलीमा निर्माण गरिएको छ। देवी वज्रयोगिनीको मूर्ति, जसमा 3 आँखा, रातो अनुहार र हातहरू रहेका छन्,
जसमा बीचको औँला सावधानीपूर्वक सजाइएको हुन्छ। वज्रयोगिनी देवीको मूर्तिलाई गहनाहरूले सजाइएको छ। वज्रयोगिनी जात्रा स्थानीय नेवारी समुदायमाझ धेरै प्रसिद्ध छ। स्थानीय मानिसहरू प्रत्येक अप्रिल महिनामा वज्रयोगिनी जात्रा पर्व मनाउन भेला हुन्छन्। इतिहास अनुसार 1801 मा कालीगढ सम्वतको समयमा राजा शङ्खदेवले शङ्खरापुर सहरको निर्माण गरेका थिए। राजा शङ्खदेवले गाउँ स्थापना गरेपछि 1818 कालीगढ सम्वतबाट वज्रयोगिनीको जात्रा सुरु गरेका थिए। वज्रयोगिनी क्षेत्रलाई वज्राचार्यहरूको जन्मस्थलको रूपमा पनि चिनिने गरेको छ। 2072 साल वैशाख 12 गते नेपालमा गएको महाभूकम्पले साँखुमा पनि ठुलो प्रभाव पारेको थियो। वज्रयोगिनी मन्दिरमा पनि भूकम्पबाट धेरै क्षति भएको थियो र मन्दिर परीक्षण गर्न गएका इन्जिनियरहरूले मन्दिरलाई असुरक्षित रहेको रिपोर्ट दिएका थिए। त्यसपछि यस मन्दिरको जीर्णोद्धार गरिएको थियो। तपाईलाई माथिको जानकारी कस्तो लाग्यो तल उल्लेख गर्नुहोला र अहिलेसम्म पनि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी नजिकको बेल आइकनलाई पनि दबाइदिनुहोला, किनकि हामीले यस्तै जानकारीमूलक भिडियो ल्याउन साथ पहिले तपाईकोमा नोटिफिकेसन आओस् र भिडियो मन परेमा भिडियोलाई लाइक गरी हाम्रो हौसला बढाइदिनुहोला। जय वज्रयोगिनी देवी।